विक्रम सम्वत 2082 भदौ 23 गते हजारौंको संख्यामा युवाहरू हातमा नेपालको झण्डा बोकेर माइती घर मण्डला हुँदै बानेश्वरमा रहेको सांसद भवनतर्फ लाग्छन्। अचानक गोली चलेको आवाज सुनिन्छ। शान्तिपूर्ण रूपमा गरिने भनेको प्रदर्शन जब एक्कासी तनावग्रस्त बन्न पुग्छ। प्रदर्शनकारीहरू र प्रहरी जवानबीच झडप भएपछि र केही बेर स्थिति एकदमै भयावह अवस्था सिर्जना भएपछि प्रहरीहरू गोली चलाउन बाध्य हुन्छन् र त्यही बीच कयौं युवाहरूको छातीमा गोली प्रहार हुन्छ। गोली यसरी चल्छ मानौती विद्यार्थीहरू देशका अपराधी हुन्। कसैको छातीमा कसैको टाउकोमा गोलीहरूको वर्षात हुन्छ र स्थिति एकदमै तनावग्रस्त बन्छ। त्यो दिन नेपालको इतिहासकै कालो दिनका रूपमा अब आउने पुस्ताले सम्झिनेछ। त्यस घटनाको अनुसन्धान गर्दा करिब 76 जनाको मृत्यु र 2000 भन्दा बढी घाइते भएका थिए। त्यसमध्ये धेरै जस्ता युवाहरू जेनजी उमेर समूहका थिए। सरकारले 23 गते गरेको राज्य शक्तिको दुरुपयोग र नरसंहार मच्याएको आवेगमा